अब घरमा टुर छ आज कति घन्टाको राइड छ है निस्किनु आँटेको है। अब यहाँबाट हिँड्नु आँटेको है लोकेसनमा आएर यहाँ चिया खायो सबै हामी जम्मा हुने है। एउटा बाइक यो एउटा स्कुटी रक्स है अन्त मेरो त समय छ। त्यहाँदेखि अब निस्के आधी केटाहरूलाई बचारमा भेट्ने हो अब है। हेर्दैछौँ अब कति टाइम लाग्दैछ। निकै लामो राइड छ आज लु है। आधी बाटोमा आएर बसिरहेको छु हामी। साथी पर्खेको अझै आइपुगेको छैन डल्ले टिममा त्यतिजना छु। अब गाउँ पनि देख्दैछ हाम्रो। ए पर्खेको मान्छे फाइनली आइपुग्यो भाइ। बिहान 10 बजीदेखिको पर्खेको केटाहरूले मान्छेलाई भर्खर 2 बजी लु फाइनली आइपुग्यो। पर्यो गुल्माको फ्याक्ट्री। बाटो है कि मेला है मजा आइदियो। उसलाई छिर्नु दिनु पर्दैछ म र भित्र नि अन्त तपाईँहरूको डल्लै मान्छे छिरिहाल्नुहोस् ल यो अगाडिमा किन भन त डिस्टर्ब गऱ्यो निस्किराख्यो नि त अगाडिमा कि उसलाई पर्खलाई एकछिन म पार हुन्छु। बडानी पार भयो सबैजना पार भयो लु केटा हो। लु फाइनली अब खोला पार गरेर हामी यता निक्लिसके तोरीबारी। घटीमा लगे भयो फेरि खुट्टामा बोल्दा पर्दैन त्यस्तो लाग्छ फट्ट देखाउनु न।
बेङ्गल सफारी। केटाहरूले हात्ती हेर्नु मन गर्यो के हो कि बाघ हेर्नु मन गर्यो सबले रोक्यो त यतातिर। हात्ती हेर्नु मन त होइन, केटाहरूलाई भोक लागेर चाहिँ रोकेको थिएछ। तर सल्लाह गर्दा गर्दै सेवकमै खाने भयो खाना चाहिँ। आइपुग्यौँ हामी नेसनल हाइवे 10 आइपुग्यौँ हामी। अब यहाँ चाहिँ हल्का डाइट अब ब्याकको छेउको छेउछाउतिर गएर हामी त लाइनमा छु। सेवकको हाम्रो यहाँ शिव मन्दिर, जय भोलेनाथ। यहाँ हाम्रो काली मन्दिर सेवकको, जय काली माता। मलाई पाउने लाग्छ के यहाँ चाहिँ यता चाहिँ हाम्रो बाघपुर यताबाट चाहिँ हामी कालिम्पोङ लाग्ने। ड्याम एउटा खोलेको रहेछ, अरू अलिअलि खोलेको दिएको रहेछ। दुईवटा चाहिँ, एउटा चाहिँ फुल खोलेको रहेछ। सिक्किम जाने ट्रेनको बाटो फिलहाल यस्तै छ, इन्कम्प्लिटै छ, कम्प्लिट भएको छैन। आधी बाटो आइपुग्यो है। त्यसको रहेछ हल्का यहाँ अब हो एकछिन रेस्ट गरेर अब चिन्नुपर्छ। लु 29 माइल पनि आइपुग्यौँ। आउँदा आउँदा रात परि गयो। एकछिन हामीलाई जेसिबीले डिस्टर्ब गर्यो हो बाटोमा। अब त्यही हो, हल्का राइडिङको मजा पनि पायो है। अहिले उयो उड्यो अगाडि। इमर्जेन्सी लाइट बालेको थियो। हाम्रो पनि बालिदिएको। अब हाम्रो साथीभाइहरू हेर्नुपर्छ कतातिर छ। जुम 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 गाडी बस्दैछ। टिस्टा बजार पनि पार गरेर हामीले त बजार त के बजार त यहाँ मुनि भइहाल्यो। केटाहरूको त अत्तो छैन त कतातिर लाग्यो। हामी त कालिम्पोङ जाने बाटो आइपुगिसक्यो। उकालो ल साथी, राइट 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 उकालो। पर्ख पर्ख साथी पर्ख।
साइड गराउँछ त्यो उयो आर्मी त्यो हेऱ्यो साइड गर्नु साथीहरूलाई पर्खिँदा बल्ल बल्ल दुईजना चाहिँ आइपुग्यो पिछेबाट हो अरू पछाडि छ बाइकवालाहरू अहिले एकछिनमा भेटिहाल्छ बाइकवालाहरू गयो हो हड्डी गयो केटाहरू सबैजना गयो अरू केटाहरू हाम्रो केटाहरू गइसक्यो यिनीहरूलाई फेरि कहाँ भेट्नु सिधै कालिम्पोङमा अब दर्शन छैन रावेश यो चाहिँ फर्स्ट फम्पी हो हाम्रो कालिम्पोङको है गयो त रुपेछ जो हामी चाहिँ अब कालिम्पोङ एन्ट्री बिस्तारै गरेर 9 माइल अगाडि पनि छ अगाडि चाहिँ अलिक अगाडि नै छ केएफसी कालिम्पोङ हाम्रो रुपेश साथी कालिम्पोङ आइपुग्यो है कालिम्पोङ कालिम्पोङ अब यो अगाडिबाट दाहिने घुम्नुपर्छ होला साथी यो ट्राफिक बसेकोबाट यताबाट हिँड्न हतार परेको कालिम्पोङ कालिम्पोङ थाना को अगाडिको दाहिनेपट्टि मेला ग्राउन्ड चाहिँ यहाँ मुनि मेला ग्राउन्ड चाहिँ यहीँ मुनि हो लु केटा हो मेला ग्राउन्ड आइपुग्यौँ है जाउँ जितो दा ए बल्ल पुग्यो है कालिम्पोङ अब फाइनली है रुम आइपुग्यो हामी है अब पार्किङ चाहिँ छ हो डल्लै हो होमस्टे चाहिँ यस्तो छ है अब दामी रहेछ यहाँ हामी एक्सपेक्टेसन भन्दाखेरि हेभी नै दामी रहेछ हो एन्ट्रेन्स चाहिँ यहाँ हो है होमस्टे चाहिँ अब हेभी नै ठुलो छ है माथिसम्म भित्रको टुर यो चाहिँ यहाँतिर डल्लै रुम छ है यति मजाले डेकोरेट गर्नुपर्छ ताले पुरानो पिक्चर्सहरू हालेर अन्त यहाँदेखिको चाहिँ हाम्रो पऱ्यो यो रुम यताको रुम सबै चाहिँ हाम्रो पऱ्यो है सबै हजुर दा कता छ ए त्यहाँ लाइट छ हुन्छ दा थ्याङ्क यू हुन्छ थ्याङ्क यू है रुम चाहिँ यस्तो छ है दामी छ होमस्टे चाहिँ दाको
रुमको टुर गर्नुपर्दा चाहिँ यस्तो छ है। यहाँ चाहिँ यसो बसेर हामी अब चिलहरू गर्ने जग्गा है। यति मजाको रुम रहेछ धाको है होमस्टेमा। एउटा रुम यहाँ पनि छ हाम्रो ग्याङ निकै ठुलो छ नि त, त्यही भएर एउटा रुम चाहिँ यो पऱ्यो है। एटिभी सिभी सबको फेसिलिटी छ, टोइलेट वासरुम है सबै कुरो। अन्त यहाँ पनि बेडरुम छ है, यति मजाको रहेछ। हजुर यी नानीहरूको लागि पनि सबै फेसिलिटी छ धाकोमा है। हजुर सबै कुरो यति मजाले सजाएको छ त। हजुर उहाँ कुनामा बुक्सहरू फुड कलेक्सन बुक्स इनकेस अब तपाईँहरू रिडर छ भने यहाँ बुकको कलेक्सन पनि रहेछ धाकोमा है। तल पनि छ है। हजुर तल लबी छ नि, हजुर त्यहाँ पनि छ। हजुर मेन अब होमस्टेको चाहिँ ओनर चाहिँ दादा हुनुहुन्छ है। प्रिमियम रुम्सहरू अझै माथि हजुर माथि छ है। तल चाहिँ ग्रुप बुकिङमा चाहिँ त्यो हजुर। तिनवटा रुम, अन्त त्यो लबी कम्प्लिटली प्राइभेट, हजुर। जुन चाहिँ त्यो स्पेसियस हजुर हजुर त्यो देखि नि, हजुर त्यो चाहिँ त्यहाँ ग्रुप बुकिङहरूको लागि त्यहाँ अरू गेस्टहरू आउनु पाउँदैन। हजुर त अब एकदम प्राइभेट क्या उनीहरू हजुर। प्राइभेसी। हजुर सबै कुरोहरू छ यहाँ धाकोमा चाहिँ। यो चाहिँ तिम्रो अब होमस्टे चाहिँ यहाँ डल्लै हजुर कञ्चनजङ्घा, हजुर माउन्ट सिनल्चु, माउन्ट पारो, चाइना नथुला बोर्डर, टिस्टा खोला सबै देख्छ है। हजुर अर्ली मर्निङमा हेऱ्यो भने त तपाईँको सनराइजहरूदेखिको लिएर सबै है। फुल रेन्ज। अम्बो अब हामीले एक्सपेक्टेसन गरेको भन्दा अब बेटर रहेछ क्या।